कल्पना गर्नुहोस् एउटा यस्तो पहाडको भिर जहाँ मानिसहरू समेत सजिलै पुग्न सक्दैनन्। त्यस्तो ठाउँमा गएर एउटा गाईले नियमित दुध चढाउने गर्दथ्यो। के तपाईँ पत्याउनुहुन्छ? चट्टान नै चट्टानले बनेको एउटा पहाड जहाँ अवस्थित छन् हिन्दूहरूका आराध्य देव दुप्चेश्वर महादेव। यहाँको प्राकृतिक सौन्दर्य र त्यो अनौठो चट्टानको संरचनालाई हेर्दा अचम्म लाग्न सक्छ। प्राकृतिक रूपमा आफै उत्पत्ति भएका शिवलिङ्ग जसको नाम दुप्चेश्वर महादेव रहन गयो, त्यो ठाउँ काठमाडौँबाट नजिकै नुवाकोटमा अवस्थित छ। यस मन्दिरसँग एउटा अनौठो किम्वदन्ती जोडिएको छ। भनिन्छ एकजना तामाङ थर गरेका व्यक्तिको हराइरहेको गाईले यहाँ आएर भगवानलाई दुध चढाउने गर्दथ्यो। ती व्यक्तिले सपनामा आफ्नो गाईले उक्त भिरमा गएर दुध चढाइरहेको देखेपछि भोलिपल्ट रुखको लहराहरूको सहाराले उक्त भिरमा पुगेर हेर्दा आफ्नो गाईले त्यहाँ दुध चढाइरहेको देखेपछि उक्त व्यक्तिले भगवानलाई बिन्ती गरेर मेरो गाई जहाँ थियो त्यहीँ पुर्याइदिनुहोला, म हजुरको नित्य पूजा आराधना गर्नेछु भनेपछि त्यहाँको प्रचार प्रसार सुरु भएको रहेछ। वैज्ञानिक दृष्टिकोणले हेर्दा यहाँको अनौठो संरचना पानीको धारले काटेर बनेको जस्तो देखिन्छ, जहाँ कडा र नरम चट्टानको भिन्नताका कारणले गर्दा शिवलिङ्गको आकृति बनेको हुनुपर्छ। चट्टानहरूको चेपबाट बनेको यो ठाउँमा आएर हिँड्दा ढाड र कम्मरको दुखाइ निको हुन्छ भन्ने किम्वदन्ती र जनविश्वास रहिआएको छ। विशेष गरी आफूले चिताएको मनोकामना प्राप्तिको लागि दुप्चेश्वर महादेवमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। विशेष गरी सोमबार र शनिबार यहाँ मानिसहरूको घुइँचो लाग्ने गर्दछ। तपाईहरू पनि काठमाडौँबाट नजिक पनि र यहाँको बाटोको अवस्था पनि एकदमै राम्रो भएको कारणले गर्दाखेरि तपाईहरू सजिलै यस मन्दिरसम्म आउन सक्नुहुन्छ। धार्मिक हिसाबले पनि र प्राकृतिक हिसाबले पनि यो ठाउँ अति नै महत्त्वपूर्ण छ। दर्शन गर्न आएको नाम यति दुप्चेश्वर दुप्चे क्या त्यही भएर दुप्चे भनेर चाहिँ अनि त्यो एकदम कतिले जानु भएको नि यतै बाले कहाँ मान्नु यसको हो नि अस्ति पुरै टाढा